हाई एभ्रिवान नमस्ते। सो वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा। सो म चाहिँ नानीलाई स्कुल पुऱ्याउनुको लागि चाहिँ जाँदै गरेको माथिसम्म। सो अनि नानी चाहिँ यहाँ रेडी भएर चाहिँ बसिरहेको छ। एकछिन यहाँ चाहिँ खानासाना खाएर चाहिँ एकछिन बस्छु भनेर चाहिँ यहाँ बसिरहेछ। अब चाहिँ उसलाई लिएर जाने टाइम पनि भइसकिसकेको छ। रुमबाट चाहिँ निस्केको हामी दुईजना चाहिँ। सो अनि यो लुगा चाहिँ मैले हेर्नुहोस् हिजो बेलुका धोएको यति बेसी है। अनि हाम्रोमा चाहिँ यति बेसी लुगा निस्किन्छ है। र यहाँ चाहिँ हेर्नुहोस् है हल्दी पनि यस्तो मजाले आइसकिसकेको छ। मेरो चाहिँ यसको फेदमा चाहिँ मैले मल पनि लगाइदिइसकेको छु। बाबा छोरी चाहिँ स्कुल जाने बेलामा एकखेप नभेटी हुँदैन। यहाँ बाबा चाहिँ आएर मर्निङ गर्दैछ है छोरीलाई। सो अनि छोरीले चाहिँ यहाँ काट्यो हेर्नुहोस् न भनेर देखाउँदैछ होइन। बाबाले चाहिँ धेरै माया गर्छ नि त छोरीलाई, त्यो भएर। सो अब चाहिँ भने गाडी पनि आउने बेला भइसकिसकेको छ। अनि छोरी चाहिँ यहाँ हेर्नुहोस् न बक्सीसँग खेल्दैछ है। अनि हामी चाहिँ गाडी आइन्जेल चाहिँ एकछिन यहीँ बसौँ शीतलमा भनेर चाहिँ आमा छोरी यहीँ बसिरहेको छौँ। अब चाहिँ आउने बेला पनि हुँदैछ नि त गाडी। सो अनि अब चाहिँ छोरी जानु आँटेको, तपाईँ जानु म एक्लै जान्छु भनेर चाहिँ यहाँ मलाई भन्दैछ। त्यसो भने म गएको ल भनेको हुन्छ भन्दैछ होइन। फाइनली उसको गाडी पनि आइपुगिसकेको छ। अहिले चाहिँ गाडीमा चढेर पनि गइसक्यो। सो म चाहिँ फर्केको, घाम चाहिँ यस्तो बेसी लागिरहेको थियो होइन साथीहरू। अनि मेरो चाहिँ यहाँ अलिकति फर्सीको बिउ रोप्नुपर्ने थियो है। फ्याल्नु माया लागेर चाहिँ यसलाई पनि गाडी राख्छु भनेर चाहिँ यहाँनिर अलिकति रोपिहाल्छु भनेर चाहिँ यहाँ रोप्दै गरेको। अनि यहाँनिर चाहिँ हेर्नुहोस् है रमभेडा पनि यत्तिको फल्दैछ है मेरो चाहिँ। सो अनि अस्ति थाङ्ग्रा लगाइरहेको थियो। अनि यो चाहिँ हो सानो खालके रमभेडा हेर्नु सक्नुहुन्छ। अनि यहाँ फर्सीमा पनि मल लगाइदिएको थियो फेदमा है, कालो भएर आउँदैछ। सो अब चाहिँ भने म चाहिँ रुमतिर जाँदै गरेको। अब चाहिँ फटाफटी रेडी भएर ड्युटी जानुपर्छ, ढिलो भइसकिसकेको छ मेरो चाहिँ होइन। ल त साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। सो अहिलेलाई चाहिँ बाई सबैजनालाई, हेभ अ नाइस डे।